शान्ति चाहिँ चराचुरीको आवाज सुन्नु त एकछिन कस्तो आउँछ। अब हेर्नुहोस् कसरी आउँछ। कहाँ भिन्नु न यहाँ कैसे कैसे लोग रहते हैं यार यहाँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। गाइज आज चाहिँ रहेको छ आइतबार। नेपालमा आइतबार पनि छुट्टी हुने गरेको छ, त्यही भएर आज चाहिँ म फ्री छु। च्यानलमा नहुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र ब्लगलाई चाहिँ लाइक गरिदिनु होला। यो चाहिँ मोबाइल हेरेर छ होइन, यो पनि बिना घुमे छ। अनि यो त किताबै समाउँदैन, जतिचोटि भने त्यसचोटि झन् समात्या त म कि मात्रै भन्छ गाइज। अब म चाहिँ मिलाउँछु यो बिस्तारा, तपाईँहरू पनि चिल गर्दै बस्नु चाहिँ गाइज। अहिलेको लागि गाइज अहिले चाहिँ टाइम भएको छ 1:30 बजे छ होइन दिउँसोको। अब चाहिँ खान्छु म खाना। सो गाइज म चाहिँ अहिले चाहिँ रेडी भएन बजार जानको लागि, किनकि अस्ति मेरो फुपा आएको थिएन, उहाँको अपरेसन भएको थियो। अनि त्यो एउटा रिपोर्ट छुट्याएको थियो क्या लिनको लागि, त्यो चाहिँ चितवन पठाएको थियो चेकिङको लागि। त्यही रिपोर्ट लिन जाँदैछु गाइज म चाहिँ अहिले। मसँग चाहिँ बहिनी पनि जान्छ भन्दैछ, खै जान्छ कि जाँदैन त्यो थाहा भएन अहिले चाहिँ। सो गाइज अहिले चाहिँ हामीहरू चाहिँ हिँड्सक्यो घरबाट, बहिनीहरू पनि जान्छु भने। अब चाहिँ जाउँ सिधै बजारतिर गाइज। सबभन्दा पहिले चाहिँ उता शिवपुरतिर जाउँ, अनि आउने बेला चाहिँ हस्पिटल जाउँला, हो कि नि? पहिला शिवपुर जाउँ कि अस्पताल? पहिला शिवपुर जाउँ गाइज होइन, अनि पछि अस्पताल जाउँला है। पानी पऱ्यो यहाँ, धनगढी मौसम चाहिँ आजकल ठिक्क छ कि। हिजो र आज चाहिँ ठिक्क थियो। मेरो साइकल पछाडि उ छैन कि गाइज, अब स्लो लग्नुपर्ने यस्तो पानीमा, नत्र कपडा पुरै फोहोर हुने। यसलाई ज्वरो आएको छ, यो घुम्नु निस्क्यो त। सो लेट्स गो गाइज। तपाईँलाई म भेट्ने ठ्याक्कै क्याम्पस चोकनेर। A few moments later. सो गाइज अहिले चाहिँ हामी पुगिसक्यो क्याम्पस रोड। अनि सबभन्दा पहिले चाहिँ होइन के भन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु। अनि यो चाहिँ क्याम्पस रोड पुग्छ कि हामीहरू। अनि पछाडि बहिनी आएर यता चाहिँ लागेको छैन, यो नदी किनारा ठाउँ हुनाले डोजर लागेको छ गाइज। नदी किनारा मतलब यो खोला किनारा हुनाले जो भनेको थियो नि बालीले खोला किनाराको जमिन हटाउने भनेर, जमिनमा बसेको बस्ती हटाउने भनेर, यहाँ चाहिँ हटायो। योभन्दा अगाडि कति राम्रो तपाईँहरूलाई थाहै त होला, जो धनगढीमा बस्नुहुन्छ त्यो त सबैलाई थाहै होला। यहाँ अनि प्रहरी पनि हुनु रहेछ आज चाहिँ। के हो गाइज, अगाडिपट्टि के भन्छन् त्यो प्रहरी देखाएको थियो मैले, ट्राफिक प्रहरी, अनि पछि नगर प्रहरी, अनि यहाँ चाहिँ प्रहरी देखाएको थियो गाइज। सबभन्दा पहिले चाहिँ हाम्रो बिजुलीको बिल बुझाउन, अहिले चाहिँ मेरो दादा गइसक्यो बिजुलीको बिल बुझाउन। हेर्नुहोस् यस्तो छ यसको ताल। अनि यहाँ चाहिँ मेरो दादाको साइकल छ, अनि यहाँ चाहिँ मेरो साइकल छ गाइस। हेर्नुहोस् न, हेर्नुहोस् 1 2 3 4 चारवटा टायरवाला स्कुटी क्या खतरा छ। त्यो त म पनि चलाइहाल्छु। यति ढिला गर्दैछ, 10 मिनट भइसक्यो यसमा आएको छैन चाहिँ। बल्ल तल्ल अहिले चाहिँ यसको पालो आयो, अहिले चाहिँ यो आइसक्यो। अब हेर्नुहोस् कसरी आउँछ। कहाँ भिन्नु न यहाँ कैसे कैसे लोग रहते हैं यार यहाँ। यस्तो त मान्छे छ। सो गाइज भयो अब Hanging on, walking tall. Some days I got no use. सो गाइज अब चाहिँ होइन हामीहरू नजिक पुगिसक्यो शिवपुरी धामको। अब थोरै कति यहाँदेखि लागेपछि 7 या 8 मिनट लाग्छ, बढी लाग्दैन। अनि ठ्याक्कै पुग्छ हामीहरू शिवपुरी धाम। सो गाइज हामीहरू चाहिँ छौँ अहिले शिवपुरी धाममा। हामीहरू अघि पुगिसकेर फोटो खिच्न थालेको थिएँ, भ्लग बनाउनु बिर्सेको थिएँ कि गाइज। अब चाहिँ पुग्यो हाम्रो शिवपुरी धाम। अनि यो चाहिँ मन्दिर, ठुलो मन्दिर, अनि यहाँ चाहिँ के बनिरहेको रहेछ, सायद यो मञ्च हो। अनि यो चाहिँ मन्दिर भयो।
थाहा छ पुरै यस्तो लेतो भएको पानी भएको बाटो ल्यायो नि पुरै यति गहिरोसम्म पुरै लेतो भएको गल्लीबाट कहाँबाट लिएर आयो। अब साइकल चलाउन सकिहाल्छ म सक्दैन नि त त्यसैले लिएर आयो यस्तो छैन। जाउँ गर कहिले कहाँ अरू फोटो खिच्छु कति खिच्छ यो पनि गाई छैन यसले चाहिँ यति धेरै फोटो खिच्सक्यो अझै यसलाई फोटो चाहियो भिडियो चाहियो 2टा भिडियो बनायो अनि धेरै फोटो पनि खिच्सक्यो। कहाँ भिडियो निकाल गाई देख्नुभयो यसले यहाँ भिडियो बनाउने यो साइड भिडियो बनाउने गाई चाहिँ यहाँतिर चाहिँ क्या शान्ति चाहिँ यहाँ चराचुरीको आवाज सुन्नु त एकछिन कस्तो हुन्छ। यता पहिला यहाँ जिम थिएँ पर चराचुरीको आवाज सुन्नु त गाई कति मजाको आवाज आइरहेको छ कि यहाँतिर चाहिँ शान्ति हल्का राम्रो लाग्छ यस्तो ठाउँमा आउने बेला। अब चाहिँ जाउँ गएर कहाँ जाउँ कति खिच्यो फोटो तँ विषयबाट जाउँ ओ गाई हाम्रो चाहिँ होइन शिवपुरी धामबाट अब सिधै कहाँ जाने भने कहाँ जाने पर्छ जहाँ जाने मलाई त्यति उत्तिखेर मुड बनिहाल्छ कि उत्तिखेर हामी शिवपुरधाम आउने बेला पनि थिएनौँ फर्स्टमा सोचेनौँ त्यो ठ्याक्कै शिवपुरधाम आउने मन लाग्यो आयो। अब यहाँ पनि धेरै बसिहाल्यो बोर लागिहाल्यो अब जान्छ अब चाहिँ जाउँ बाटोबाट नै बाटोबाट भेट लगायो भाइ जान्छु म पनि फिक्स छैन। गाई हेर्नुहोस् त अझ त्यस्तै पानीवाला बाटोबाट लिएर आयो 2जना हुने यहीबाट कहाँ छ सीमा हो त्यो सीमा हो त्यो सीमा मिर्साइल पन्चर हाउली कुन्ना सिया अब जाउँ न मजा गऱ्यो यहाँ चाहिँ छ बाजार यहाँ चाहिँ होइन इन अङ्कल चाहिँ होइन बादललाई त्यो खानेकुरा दिँदैछन् राम्रो काम गर्दैछन् र अङ्कललाई भाइरल हानिदिनु गाइछ के गाई चाहिँ यस्तो मान्छे चाहिँ हामीले लिदिनु तँ पनि बान्दर भन् अर्को जन्म तँ पनि बान्दर भने कोही खाए कौन है ये लोग कहाँ से आते हैं तँ पनि अर्को जन्म बाँच्नु पर्ने तँ पनि कोही खा आज उसैबाट यति मात्रै रहेछ पिच गाइस मेरो चाहिँ मुड चेन्ज भयो अब जाउँ घर बेलादेखि म आफै पागल हुन लाग्छ कि अहिले जाउँ भन्छ जान्छ आधी बाटो फर्काएर आउँछ घर लाग्छ जाउँ अब जाउँ गाइस घर अब तपाईँलाई ठ्याक्कै म कहाँ भेट्ला भनेपछि क्याम्पस रोड हाम्रो डेरीमा भेट्ला गाइस भाइ जहिले चाहिँ छ हाम्रो राम्रो डेरीमा तपाईँलाई म देखाउँछु त्यसरी बहिनी गाइस अहिले चाहिँ जाँदैछ हामीहरू घर होइन अहिले चाहिँ अचम्मको कुरा भयो कि गाइस ठ्याक्कै हामीले होइन नास्ताको लागि अलग्गै पैसा छुट्याएर ल्याएको थिएँ तेलको लागि अलग्गै अनि चिनीको लागि अलग्गै पैसा छुट्याएर ल्याएको थिएँ कि चिनी चाहिँ चिनी 50को चिनी ल्याउँला 100को तेल ल्याउँला सोचेको थिएँ यहाँ तेल र चिनीको पैसा दुवै तोडेर तेल मात्रै आयो कि गाइस अहिले 150 भन्दै थियो मलाई डल्ल उठेको होइन 150 एक मुको तेल गर्नुहोस् त अब छ गाइस खाएको होइन गरिबलाई त अब के तेल पनि खान मुस्किल छ क्या सो गाइस हामीहरू चाहिँ पुग्छौँ घर अहिले आजको लागि यति नै भेट्नेछ अर्को ब्लगमा त्यति बेलासम्मको लागि बाई।